बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँ न हैन। अब मात्र खालि यो बोल्दो रहेछ, बोलेर त सबै कुरा बिग्रिया हो नि हैन। तपाईहरुले अलिकता इन्डोर्स मलाई गरिदिनु भयो भने मैले चाहिँ आफ्नो अनुरूपले चाहिँ टिमसँग चाहिँ सल्लाह गरेर नेपालमा चाहिँ के कुरा फ्लेक्सिबल छ त, हामी त अब आफूसँग भएको रिसोर्स पनि कुरा हेर्नुपर्ने होला हैन। अब हुँदै नहुने कुरा, रिसोर्स नपुग्ने कुरालाई चाहिँ हामी भोलि गएर यो गरिदिन्छु अनि त्यो कुरा भइदिएन भने फेरि पनि त आशा मर्छ नि त। यहाँ विभिन्न निकायहरू छ, अब यहाँनिर हाम्रो युवाको जुन मागको कुराहरू छ र युवाको कुराहरूलाई चाहिँ आजसम्म राष्ट्रले नसमेट्दै गर्दाखेरि हामी चाहिँ विभिन्न त्यो कुराहरू चाहिँ उत्पन्न समाजमा चाहिँ भइराखेको थियो। त्यो कुराहरूलाई चाहिँ अब कसरी एउटा ठाउँमा चाहिँ लिएर आउने र त्यसलाई चाहिँ इम्प्लिमेन्टेसन तर्फ पनि चाहिँ हामी यो युवा मन्त्रालयको तर्फबाट चाहिँ कसरी यसलाई अगाडि बढाउने भन्ने विषयमा चाहिँ हामी छलफल गर्छौँ र के कुरा हुन्छ हामी पहिला चाहिँ कामै गरौँ। काम गरिसकेपछि त्यो निर्णयहरू चाहिँ हामी तपाईको अगाडि चाहिँ प्रस्तुत गर्ने नै छौँ। त्यसको लागि चाहिँ तपाईहरुले कृपया हामीलाई पनि समय दिनु होला। हामी चाहिँ किनभने हामीसँग सर्ट टाइम छ, रिसोर्सेस पनि थोरै नै छ, काम गर्नुपर्ने धेरै छ, डेलिभरी गर्नुपर्ने धेरै छ। त्यही भएर चाहिँ हामी एकतर्फ चाहिँ कामैतर्फ चाहिँ लाग्छौँ है। खेलकुद मन्त्रालय हो, खेलकुद मन्त्रालयसँग सम्बन्धित संस्थाहरू जो छन् यसका स्टेकहोल्डरहरू राष्ट्रिय युवा परिषदले खेल भन्दा पनि चलखेलमा धेरै लागेका देखिन्छन्। यसलाई रोक्न तपाईसँग के ठोस योजना? ठिक छ, त्यो विषय हामी प्रस्तुत गर्दै लान्छौँ। हामीलाई काम चाहिँ अगाडि बढाउनलाई दिनु, हामी चाहिँ प्रस्तुत डे वाइज तपाईहरुलाई चाहिँ के कामहरू अगाडि आउँदो दिनमा चाहिँ हुन्छ त्यो कुराहरू हामी प्रस्तुत गरिहाल्छौँ तपाईहरुलाई। बन्दै गर्दाखेरि तपाई के योजना लिएर आउनु? ठिक छ, अब यसो हजुर, अब यसो बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँ न हैन। अब मात्र खालि यो बोल्दो रहेछ, बोलेर त सबै कुरा बिग्रिया हो नि हैन। तपाईहरुले अलिकता इन्डोर्स मलाई गरिदिनु भयो भने मैले चाहिँ आफ्नो अनुरूपले चाहिँ टिमसँग चाहिँ सल्लाह गरेर नेपालमा चाहिँ के कुरा फ्लेक्सिबल छ त, हामी त अब आफूसँग भएको रिसोर्स पनि कुरा हेर्नुपर्ने होला हैन। अब हुँदै नहुने कुरा, रिसोर्स नपुग्ने कुरालाई चाहिँ हामी भोलि गएर यो गरिदिन्छु अनि त्यो कुरा भइदिएन भने फेरि पनि त आशा मर्छ नि त। भनिसकेपछि जहिले पनि हाम्रो ग्राउन्डदेखि एउटा चाहिँ प्रश्न के उठिराखेको छ भने जो गयो खालि बोल्ने त हो, कराउने त हो हैन। यो चाहिँ हाम्रो र वर्ड हैन। यसरी बोलिराख्दाखेरि हामीलाई पनि चित्त दुख्छ क्या। त्यही भएर चाहिँ हामी चाहिँ जति सक्दो हुन्छ पहिला चाहिँ काम गर्छौँ अनि कामको कुरा चाहिँ ब्रिफिङ गर्छौँ। नभए चाहिँ के हुन्छ भने गफै गफ मात्र कुराको चाहिँ ब्रिफिङ हुन्छ। हस्, धन्यवाद। यतिलाई चाहिँ सक्नुहुन्छ काम बारेमा चाहिँ हामी विस्तृत रूपमा चाहिँ तपाईहरुलाई चाहिँ विवरण समेत यहाँ मन्त्रालयको पदाधिकारीहरूसँग चाहिँ सल्लाह गरेर यो विषयमा चाहिँ हामी तपाईलाई चाहिँ जानकारी गराउँछौँ। धन्यवाद। एकपटक दोहोऱ्याउन चाहन्छु। युवा तथा खेलकुद मन्त्रालयमा बहाली भएपछि मन्त्रीज्यूले पहिलो निर्णयको रूपमा यो मन्त्रालय र अन्तर्गतका सबै निकायहरूबाट हुने बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने गरी व्यवस्था मिलाउने भन्ने निर्णय भएको छ। सोही अनुसार हामी मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायहरूलाई विद्यमान बजेट स्रोत साधन र हामीसँगै भएको स्रोत साधनलाई उपयोग गर्ने गरी परिचालन गर्ने गरी त्यसलाई व्यवस्थापन मिलाउनका लागि आवश्यक प्रबन्ध गरिरहेको छ। त्यो विषय चाहिँ हजुरहरू सबैलाई म यो निवेदन गर्न चाहन्छु।